यस्तो तेर्सो बनाएर गर म यहाँ नि आऊ अब बस आऊ म यहाँ यता आऊ म यहाँ रोशनी आऊ रोशनी ल्याऊ के त्यतिसके पछाडि एकैचोटि छेक्ने त एउटा छेके नि हुन्छ यता पूजासुजा गरेको छैन क्या मैले पूजा नगरे फुल जाने पूजा गरे अनि लगन छोपेर त नि बत्तीले ए पहिलो बत्ती छोपेर लगन अनि 12 बजे जति बेला के भयो दिदीहरूले पनि मागे थियो आज लिन आएन त के फुल त्यस्तै गरेर च्यात्ने ए यसमा हालियोस् हाले फुल त कति महँगो यार वहाँ कामतिर त है आमा कति भाइ आउन पाएन रे बिहारैमा बोलाएर गएछ कसको त्यही दिदीहरू सिधा भए सिधा यता के उता होइन अलिकति खै छोड त यहाँबाट होइन र टिका लाउँदा अलिकति बाङ्गो भने एकदम भाग्यो भने लगाइसकेपछि जान बनाएर त जान होइन अब यो त सिधा छ भनेर बनाएको नि त पनि 400 रुपियाँ माला एउटा मालालाई 400 अरे किलो त अब खासै महँगो रविन्द्र केटीले हिजो माला पठाइदियो यता अगाडि लाऊ कता यता नि लाऊ भयो सबै देखिया सबै देखिया माला बनाएर पठाएको यहाँबाट अनि नाइट गाडीमा हिजो हाल्न लिएर गयो अनि नाइट गाडी त अनि आज अब उसको दिन त कहाँ नाइट गाडी जान्थ्यो त नि हिजो फर्काएर फर्केको चाहिँ हो मलाई 5-7 बजीतिर जाम भनेको थियो आहा आज बिहान त त्यही त भनेको थियो मैले चाहिँ फेरि सबैसँग सोधेको नाइट गाडी त सिटै खतम छ भने धुलै धुलो हुन्छ भने त्यही भएर नआएको टिल गर्ने माजालाई त बिच्दै नै आउँदा मान्छे गएको र नि आएको मान्छे गएन नि भादा भिडियो भिडियो गरेर तेल हल्का फुल्का लगाएर सुन्दा नि बिरामी भएर नआयो भनेको बिरामी भएर नआयो कि अब बिरामी नभएको त के अरे 2 दिन हस्पिटल बस्यो अरे नि त म भाइ ठाउँ जान्थेँ नि 2 दिन हस्पिटल बस्यो अरे मलाई त्यहीँ जान म सक्दिनँ मलाई के अरे यहाँ नभए फेरि अर्को हस्पिटल जाने भने अरे
डाइरिया भयो अरे रोकिँदै रोके काट्न नसक्छ नि त त्यहाँ गयो हुन्छ नि त साधामा सुते सम्झना अरे होइन साधन के आफै त्यहीँ गयो नि पहिले तयारी भएर जाने कि अहिले भन्ने बित्तिकै को जान्छ तयारी हुनुपर्छ कि ऊ सुते छ अरे कि पहिल्यैदेखि उसले भन्नु पर्यो नि अनि त्यो त्यहाँ त उहाँ ऊ सुते छ अरे सुते छु म के गर्न सक्दिनँ म जान्थेँ भाइहरूलाई के बोलाउनलाई अब म मेरो जाने हुने होइन बिस्तारै गर्नु जा कति राम्रो भयो अनि है कति राम्रो भयो यिनीहरूलाई लगाइदिउँ अनि साह्रै भयो आऊ नानी आऊ तल जाँदा भोलि ल अब त तिमी आऊ म बनाइदिउँ मामाले